नमस्कार साथीहरु, नलेज नेपाल युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज मैले तपाईहरु माझमा हवाई राउटरको पासवर्ड कसरी चेन्ज गर्ने भनेर नयाँ भिडियो लिएर आएको छु। मैले पहिला पनि यो भन्दा अगाडि पनि हवाई राउटर सम्बन्धी धेरै भिडियोहरु हालिसकेका थिए, तर साथीहरुले त्यसमा धेरै जनाले कमेन्ट गर्नु भएको थियो कि मैले गर्दाखेरि त्यो भिडियोबाट कसैले चाहिँ भयो भनेर भन्नु भएको थियो, कसैले चाहिँ भएन भनेर भन्नु भएको थियो। त्यसकै लागि मैले अहिले फेरि एउटा नयाँ भिडियो लिएर आएको छु। कृपया यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र यो भिडियो हेरिसकेपछि तपाईहरु चाहिँ त्यो बारेमा चाहिँ पहिला जुन कुरामा कन्फ्युज हुनु भएको थियो त्यो चाहिँ तपाईहरु क्लियर हुनुहुन्छ भन्ने मलाई आशा लागेको छ। तपाईले सर्वप्रथम हवाई राउटर तपाईहरुको घरमा छ भने तपाईहरुले त्यसलाई पासवर्ड चेन्ज गर्नु पर्यो भने तपाईहरुलाई सुरुमा के चाहिन्छ भन्दाखेरि गुगल क्रोममा तपाईहरु जानु पर्ने भयो। अनि त्यसपछि चाहिँ तपाईहरुले के सर्च गर्नुपर्छ भन्दाखेरि यो हवाई राउटरको ठ्याक्कै हवाई राउटरलाई तपाईहरुले हातमा लिनुस्। यसरी नै मैले यहाँ देखाए जस्तै हवाई राउटरको ठ्याक्कै यो पछाडिपट्टि ब्याक साइडपट्टि हेर्नुस् र यहाँनिर मैले जुम गरेर तपाईहरुलाई देखाउँदै छु। यहाँ राउटरको त्यो युजर नेम भन्दा माथिपट्टि त्यो आईपी भनेर लेखेको छ। आईपी मा 192.168.100.1 भनेर लेखेको छ। यही तपाईहरुले चाहिँ के गर्नु पर्यो भन्दाखेरि गुगल क्रोममा गएर सर्च गर्नु पर्यो। यदि तपाईहरुको राउटरको पछाडि यो 100.1 छ भने, अनि युजर नेममा रुट लेखेको छ, पासवर्डमा एडमिन लेखेको छ। अनि यो भनेको एसएसआईडी भनेको वायरलेस नेट 5G भनेको चाहिँ एसएसआईडी भनेको तपाईहरुले सुरुमा राउटर यो जोड्दाखेरि चाहिँ तपाईहरुको राउटरको नाम चाहिँ के देखाउँछ भन्दाखेरि वायरलेस नेट 5G भनेर देखाउँछ। अनि त्यसलाई तपाईहरुले कनेक्ट गर्नको लागि चाहिँ WLAN की भनेर देखाएको छ। यो चाहिँ 8 वटा ई डिजिट छ। यो चाहिँ 8 वटा ई तपाईले हान्नु भएपछि सुरुमा तपाईले राउटर सेटअप गर्ने बेला चाहिँ तपाईहरुको वाइफाई को नाम चाहिँ वायरलेस नेट भनेर आउँछ। पासवर्डमा चाहिँ यो 8 वटा ई हान्नु भएपछि तपाईको नेट कनेक्ट हुन्छ। अनि तपाईहरुले त्यसमा चाहिँ तपाईहरुले के भन्दाखेरि पासवर्ड चेन्ज गर्न त तपाईहरुलाई त्यो परेन, किनकि यो त पहिल्यै यो नेटमा काम गर्नेहरुले नै पहिल्यै यो तपाईहरुको सेटअप गरिदिसकेका हुन्छ। तपाईलाई चाहिँ के चाहियो भन्दाखेरि आईपी चाहियो। आईपी चाहिँ यही 192.168.100.1 भनेर देखाएको छ। हो त्यो आईपी तपाईले हानेर गुगलमा सर्च गर्नु भएपछि त्यसपछि युजर नेम हान्ने ठाउँ आउँछ, त्यहाँ रुट र पासवर्डमा एडमिन। यो बाहेक तपाईले यो हानेर नि तपाईले डाइरेक्ट गर्न सक्नुहुन्छ। यदि यसले भएन भने चाहिँ टेलिकम एडमिन, माथिपट्टि चाहिँ टेलिकम एडमिन, तलपट्टि चाहिँ एडमिन टेलिकम भनेर हानेर नि गर्न सक्नुहुन्छ। ल तपाईहरुले आधा आदि त बुझ्नुभयो होला। ल म तपाईहरुलाई त्यस्तै गरी देखाउँछु। मेरो राउटरको मैले देखाउँछु है त, हेर्नु। म गुगल क्रोममा गए। गुगल क्रोममा गएपछि यो सर्च गर्ने ठाउँमा चाहिँ यहाँनिर गएर अब मैले हान्छु 192.168.100.1 मैले हाने। यो टाइम लाग्यो भनेको मेरो त्यो होइन, किनकि मेरो यो चाहिँ तपाईहरुको 100.1 बाट खुल्छ भने चाहिँ तपाईहरुको खुलिहाल्छ। मेरो हवाई राउटर चाहिँ 18.1 ले खुल्छ। त्यही भएर म चाहिँ 192.168.18.1 बाट म योबाट चाहिँ म खोल्छु। अनि यसरी खुल्छ। मेरो चाहिँ यो अलि नयाँ खालको राउटर छ। यसमा चाहिँ तपाईले के अब एकाउन्ट भनेर देखाएको छ। एकाउन्ट भनेको ठाउँमा चाहिँ त्यही त्यो अघिको त्यो रुट र एडमिन देखाए जस्तै त्यस्तै हान्नु पर्छ। हवाई राउटरको के हुन्छ भन्दाखेरि चाहिँ एउटा टेलिकम एडमिन, एडमिन टेलिकम छ। अर्को इपी एडमिन र एडमिन इपी पनि हुन्छ। यो हवाई राउटरको हो। इपी युजर र युजर इपी भन्ने पनि हुन्छ। र अर्को त रुट, माथि रुट, तल एडमिन पनि हुन्छ। त्यस्तै फरक फरक नयाँ नयाँ राउटरहरुमा फरक फरक युज गरेर हुन्छ। मेरो चाहिँ के छ भन्दाखेरि मेरोमा चाहिँ टेलिकम एडमिन र TLECOMADMIN टेलिकम एडमिन र तलपट्टि चाहिँ ADMIN TELE
COM भनेर एडमिन टेलिकम हान्नु पर्यो। अब मेरोमा चाहिँ भेरिफिकेसन कोड भनेर तलपट्टिको यो कोड चाहिँ हान्ने पछि मात्र मेरो राउटर चाहिँ खुल्छ। फेरि मेरो चाहिँ अलिकति गाह्रो छ, यो चाहिँ धेरैकोमा नआउन सक्छ। यदि आयो भने तपाईँहरूको राउटर नि यस्तै छ भने चाहिँ यो तलको पनि हान्नै पर्छ तपाईँले। IM6MQ गरेर तपाईँले लगइनमा दाब्नु भएपछि बल्ल तपाईँहरूको राउटरको पेज खुल्छ। यो के गरिदिनुहोस्। अनि त्यसपछि यस्तो राउटरको पेज खुलेपछि अब तपाईँहरू के भन्दाखेरि तपाईँहरूलाई अब अप्टिकल पावर भने चाहिँ त्यो कुरा नि जानकारी छैन भने लिनुहुन्छ भने म भनिदिन्छु। अप्टिकल पावर भन्ने यो डिभाइस इन्फर्मेसन भन्ने चाहिँ तपाईँको यो वाइफाई के अरे राउटरको यो डिभाइसको नामको बारेमा भने डिभाइसको के कति हो भनेर त्यो सबै देखाएको छ यसमा। यो चाहिँ डिभाइस इन्फर्मेसन पट्टि पर्यो। यो अप्टिकल इन्फर्मेसनमा क्लिक गर्नुभयो भने चाहिँ यो अप्टिकल इन्फर्मेसन चाहिँ यहाँ चाहिँ अप्टिकल पावर तपाईँको राउटरमा चाहिँ कति पावर यो अप्टिकल पावर हो। यसले चाहिँ फेरि त्यो के भन्दाखेरि MBPS चाहिँ होइन, यो अप्टिकल पावर भन्छ यसलाई चाहिँ। यसलाई चाहिँ हेर्दाखेरि चाहिँ RX यहाँ यो ONT इन्फर्मेसन यो तलपट्टि RX अप्टिकल पावर भन्ने लेखा छ, त्यो चाहिँ हामीले हेर्नुपर्छ। मेरोमा चाहिँ -19.39 dBm छ। यो भनेको चाहिँ राम्रो हो। हेर्दाखेरि चाहिँ मेरो यो रिफरेन्स भ्यालुभित्र पर्नुपर्छ कि तपाईँको चाहिँ के भन्दाखेरि -27 देखि -8 dBm बिचतिर भयो भने चाहिँ एकदमै राम्रो, त्यसलाई एकदमै राम्रो पावर मानिन्छ। यो -27 भन्दा बढी -28, 29 भयो भने र -8 भन्दा बढी -7, -6 अनि त्यस्तो भयो भने चाहिँ तपाईँको नेटमा प्रब्लम आउँछ। यही बिचमा चाहिँ तपाईँको अप्टिकल पावर हुनुपर्ने भयो, नत्र भने तपाईँको नेट स्लो चल्न नि सक्छ है। अब तपाईँहरूले पासवर्ड चेन्ज गर्नको लागि चाहिँ WLAN भन्ने हुन्छ। यो माथिपट्टि छ, यसमा चाहिँ मेरो है यहाँ हेर्नु तपाईँहरूको कता छ त्यो तपाईँहरूले हेरेर त्यसमा क्लिक गर्नु, WLAN मै क्लिक गर्ने हो हवाईको चाहिँ है। अनि त्यसपछि के आउँछ भन्दाखेरि अब यस्तो आउँछ SSID नेम भनेको यो चाहिँ वाइफाईको नाम। तपाईँको वाइफाईको नाम के देखाउँछ यो त्यही हो। यसमा क्लिक गरेर तपाईँले चेन्ज गर्न नि सक्नुहुन्छ है। मेरो चाहिँ यो छ वाइफाईको नाम। अब नम्बर अफ एसोसिएटेड डिभाइस भन्ने चाहिँ 32 भनेर यो चाहिँ के हो भन्नु पर्दाखेरि चाहिँ तपाईँको राउटरमा एकचोटिमा 32 वटासम्म मोबाइल कनेक्ट हुन्छ भनेर, यो मेरो राउटरमा चाहिँ 32 वटासम्म मोबाइल कनेक्ट हुन्छ भनेर यसमा चाहिँ यो देखाएको छ। अब तपाईँले यसलाई नि क्लिक गरेर घटाउन बढाउन सक्नुहुन्छ। यसलाई क्लिक गरेर 32 को ठाउँमा कति राख्ने, 8 राख्ने कि 5 राख्ने, कतिवटा तपाईँहरूको मोबाइल चल्छ त्यो अनुसारले राख्न सक्नुहुन्छ। तर यसमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँले मानौ 5 वटा राख्नुभयो, तपाईँको घरमा 4 जना अरू साथी तपाईँको परिवार हुनुहुन्छ, तपाईँको एक दिन साथी आयो, तपाईँले भन्दा अगाडि उसले मोबाइल कनेक्ट गर्यो र 5 वटा डिभाइस मात्र कनेक्ट हुने छ गरेर उसको शुद्ध 5 वटा डिभाइसमा ठ्याक्कै कनेक्ट भएर 5 वटा डिभाइस तपाईँको चलिरहेछ भने चाहिँ फेरि तपाईँकोमा नि कनेक्ट नहुन सक्छ है। यो चाहिँ त्यस्तो हो फेरि। त्यही भएर चाहिँ सोचेर यो राख्नु होला। अनि अब मेरो त अब त्यो देखाएन तल, त्यस्तो तपाईँहरूको नि हुनसक्छ किन देखाएन भन्नु होला फेरि है। यसको लागि चाहिँ के भन्दाखेरि छोपेको हुन्छ है, यो चाहिँ यसरी सार्न मिल्छ। अब यहाँनिर चाहिँ तपाईँले केमा जानु पर्यो, WPA प्रिसेट की भनेर यहाँ चाहिँ हाइडमा छ नि यो हो, यहाँनिर गएर चाहिँ तपाईँले ट्याक्क क्लिक गरेर पासवर्ड चेन्ज गर्न पर्यो। पासवर्ड यो फालेर नयाँ पासवर्ड हाल्नु पर्यो। पासवर्ड चाहिँ कतिवटा हुनुपर्छ भने कम्तीमा 8 वटा हुनुपर्छ है। 8 वटादेखि 63 वटा क्यारेक्टर भित्रको बिचमा हाल्नुपर्छ। तपाईँले जे पासवर्ड हाल्ने नि 8 वटा भन्दा कम चाहिँ नहाल्नु होला। फेरि 8 वटा भन्दा कम हालेर तपाईँले त्यो गरिदिनु भयो भने पछि चाहिँ तपाईँले वाइफाई कनेक्ट गर्ने बेला चाहिँ 8 वटा डिजिट नपुग्दासम्म चाहिँ के हुन्छ भन्दाखेरि
त्यो एप्लाई गर्ने उत्यो नै आउँदैन कि तपाईँको कनेक्ट गर्ने नै देखाउँदैन कि। त्यही भएर 8वटा भन्दा चाहिँ बढी नै राख्नुहोस् पासवर्ड, नत्र 8वटा राख्नुहोस्। अनि त्यसपछि यहाँ तलपट्टि एप्लाई भनेर लेखेको छ, यसमा एप्लाईमा क्लिक गरिदिनुहोस्। तपाईँको वाइफाई अफ हुन्छ। तपाईँको वाइफाई अफ भएपछि अनि फेरि तपाईँले यो नयाँ पासवर्ड राख्नु भएको त्यो पासवर्डले कनेक्ट गरेर तपाईँले वाइफाई कनेक्ट गर्न सक्नुहुन्छ। यसरी चाहिँ तपाईँको नेट कनेक्ट हुन्छ, पासवर्ड चेन्ज हुन्छ। यसरी नै तपाईँले पासवर्ड आफैले घरमै बसिकन पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ। हस् त, तपाईँलाई कस्तो लाग्यो मेरो भिडियो? आशा गर्छु मैले यो भिडियोमा चाहिँ पहिलाभन्दा धेरै नै तपाईँहरूलाई सरलसँग सिकाउन। च्यानलमा हुनुहुन्छ भने, हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला र केही बुझ्नु भएको छैन त्यो पनि कमेन्ट गरिदिनु होला। म त्यो सम्बन्धी नयाँ भिडियो बनाएर लिएर आउनेछु। हस् त, आजलाई यति नै। धन्यवाद। बाई बाई। सी यू टुमारो।